हेर्दामा हेर्दा फेवा तल ढाक्यो मेरी राधा पियारीको हिमाली छायाले मर्नु न बाँच्नु पार्छ कि क्या हो मेरी राधा पियारीको गल्प र मायाले राधा पियारीको बेसीमा खेत धान पाक्न लाग्यो मेरो राधा पियारीको आलीमा भोटमा मान्छे त मानि सजिलै थिए मेरो राधा पियारीको नजर हो बदमास राधा पियारीको। आदरणीय दर्शक ब्रेन लोक संगीतका मूर्धन्य स्रष्टा स्वर्गीय झलकमान गन्धर्वको निकै महँगो भाका राधा पियारीले पछिल्लो समय निकै नै माया पाएको छ। म्युजिक नेपाल रोधी घरको आँगनीमा तपाई हाम्रै सर्वप्रिय दोहोरी कलाकार राजु परियार र सीता श्रेष्ठले लाखौं लोकप्रेमी दर्शक श्रोताको मन जितिरहेका छन्। निकै उत्कृष्ट अनि मार्मिक भाकामा चलेको दोहोरीमा राजु र सीताले के कस्ता प्रेमिल कुराकानी साटासाट गर्दैछन् त। आउनुहोस् आदरणीय भगवान रूपी दर्शक, हामी पनि यहाँहरूलाई सिधै लिएर जाँदैछौँ यिनै चर्चित कलाकारको साथ मनोरञ्जन गर्न यसै म्युजिक नेपाल रोधी घरको आँगनतर्फ। कलाकारको विशेष सम्मान स्वरूप भिडियोलाई भने अवश्य पनि अन्त्यसम्म हेरेर प्रतिक्रिया दिन नभुल्नुहोला। हँसिला गायक राजु परियारले दोहोरीमा दैलो उघारे सुरुवातमै यसरी मकैको पिठो चेपो नै मिठो मेरी राधा पियारीको उइकाली खोलाको मायालुसँग हाँसो र रङ्ग मेरी राधा पियारीको जुगजानी होलाको भनिदिँदा बेसरी शर्माउँदै भाका झर्यो सीता श्रेष्ठबाट उसै गरी जहिले गफले टारीमा दिन्छौ मेरो राधा पियारीको म राम्री थिइन र तिमी त खोली बहीमा जान्छौ मेरो राधा पियारीको कहाँ जानु म किनारा के मात्र भनेकी थिइन् चसक्कै भो फेरि कठै राजुलाई हेर्दामा हेर्दा फेवा ताल ढाक्यो मेरी राधा पियारीको हिमाली छायाले मर्नु न बाँच्नु पार्छ कि क्या हो मेरी राधा पियारीको गाल्पा र मायाले भन्न साथ पटक्कै हाँसो थाम्नै सकिनन् कठै सीताले। यसरी हजारौं फूल फुलेको देख्छु मेरो राधा पियारीको एक दिन त झर्नी हो बाजाको धुन सुनेर रुन मेरो राधा पियारीको कहिलेसम्म पर्नी हो सीताको यस्तो कुराले भित्रभित्रै उकुस मुकुस भो राजुलाई झनै मनको कुरा आफैले खोले मेरो राधा पियारीको नबस लाजले भिरको फूल सिरैमा लाउने मेरो राधा पियारीको आँट गरे राजाले के मात्र भनेकी थिइन् हौसिँदै अघि बढे राजु बेसरी फेरि पनि कहिलेमा काहीँ त तराईको मृग राधा पियारीको लेकैमा चर्लानी हुँदैन भनौ सरापै लाग्ला मेरी राधा पियारीको स्वीकार्नै पर्ला नि राजुबाट झरेको यस्तो जवाफले सीताको मुहारमा खुसी भरियो हेर्दा हेर्दै मनमा सुख नदिँदो रहेछ मेरो राधा पियारीको सुनचाँदी हिराले गुराँसको फुल्ने उराठै देख्छु मेरो राधा पियारीको त्यैजनको पिरले भनिदिएपछि मुसु मुसु हाँस्दै राजु परियार बोले यसरी कस्तो माहौल काउकुती लाग्ने मेरी राधा पियारीको हजुरको हुने दिन अबमा देखि आउनेमा छैन मेरी राधा पियारीको सीतालाई रुने दिन भन्ना साथ पालो कुरेर बसेकी सीता शर्माउँदै भाका थपिन् उसै गरी आशालाई आशा डोकोलाई घाँस मेरो राधा पियारीको नाम्लोलाई बोरियो खडेरी लाको जिन्दगी मेरो मेरो राधा पियारीको पार्दियो हरियो भनी सक्दा नसक्दै निकै सुमधुर भाकामा जमेको औधी रमाइलो दोहोरी अब के होली भन्दा भन्दैमा दुवै कलाकारले दोहोरीमा बिट मार्छन्। हाम्रो पनि उच्च सम्मान छ म्युजिक नेपाल रोधी घर अनि तपाईँ हाम्रै प्रिय दोहोरी कलाकार राजु परियार र सीता श्रेष्ठ प्रति। हवस् त आदरणीय
प्रिय दर्शक, आजको यो भिडियो यहाँलाई कस्तो लाग्यो हेरेर सल्लाह सुझाव प्रतिक्रिया दिन भने नभुल्नुहोला। मन परेमा यस च्यानलसँग जोडिन समेत आग्रह गर्दै यहाँहरूकै सुख दुःखको साथी म दिपेन्द्र घिमिरे आजको यो प्रेमिल अनि उत्कृष्ट बसाइबाट उजेल परे। हवस् त, नमस्ते, नमस्कार।